मिठो हुने काफल हान्ने नि होला अलि माथि लगाउनु न साथीहरू नमस्कार मेरो नयाँ युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आयो हजुरहरू नि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु साथीहरू। अनि आज चाहिँ हामी चाहिँ के गर्छौँ भने आज चाहिँ हामी चाहिँ अब यस्तो यो बारीहरू हुन्छ नि, बारीहरू सफा गर्नु पर्यो। अनि टक्क लाएर अनि सलेतो खन्ने गर्छौँ साथीहरू। मैले चाहिँ भर्खर खुलाएको यो नयाँ च्यानल, खासै युट्युब यसरी बनाउने हो भन्न त आउँदैन, अलिअलि यसो भिडियोहरू पोस्ट गर्दै गरेको छु। यसो साथ सपोर्ट दिनु होला। चाहिँ छोरी हेर्नु नि साथीहरू, यहाँ काफलको बुट छ कि, काफलको बुट चाहिँ यहाँ काफल पाके अनि त्यहाँदेखि उसले चाहिँ काफल खानु पर्यो भनेर रुखमा चढ्न लायो अरे। अनि यहाँ टिपेर दिएको भएन अरे कि। काफल खाने हो छोरोले? कस्तो काफल खाने छ नि? मिठो छ? मिठो हुने काफल खाने हो? यस्तो बित्ति फलेको कि फल्न चाहिँ पाक्न नि भर्खर पाक्न स्टार्ट गरे रहेछ। अनि उसलाई चाहिँ यो काफल खान पर्यो अरे। धेरै काफल खानुहुन्न नि छोरो? ल खाने है त, पखाइ म टिप्छु है त। ल धेरै खानुहुन्न कि छोरो, यो पखाला लाग्छ कि। ल ल ल भयो है, भयो काफल। नो 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 नखाने। हेर हेर न गुजियाम चाहिँ हेर त त्यहाँ। आऊ आऊ भन्नु सानी सानी। मेरो छोरी चाहिँ रुखमा चढ्न लाएर कि साथीहरू, हेर्नु कस्तो रुखमा चढ्न ला हो। रुखमा चढ्न ला हो। रुखमा चढेर के गर्छौ नि? अबुई धेरै खानुहुन्न? खानुहुन्न कि धेरै छोरो? अबुई डर्टी गर्ल हो। चाहियो? के चाहियो नि तिमीलाई? काफल चाहियो? ए ल ल तिमी खाइरह ल। अब म बारी सफा गऱ्यौँ साथीहरू। यसो दाउराहरू पनि गऱ्यौँ, यत्तिकै अलिअलि सफा गऱ्यौँ बारी चाहिँ। अब चाहिँ त्यो हलेतो खन्न पऱ्यो क्या, हलेतो बेसार सेसार खन्न पऱ्यो ट्याक्क लाएर। अनि चाहिँ यति खन्यौँ साथीहरू। खन्नु नसक्ने कि साह्रो भएछ, पानी पऱ्यो पनि। अलिकति त खन्यौँ। यता आगो सागो सरसफाइ गर्दैछौँ बारीहरू चाहिँ। अब नि यति पखाल्यौँ साथीहरू, पखाल्दा यति बस्यो। अब काट्नु पऱ्यो टक्क लाएर। अनि यसलाई काटेर सुकाएर पिसेर अनि टक्क लाएर तरकारीमा हालेर खानुपर्छ। यो लोकल बेसार चाहिँ छुट्टै राम्रो हुँदो रहेछ कि। के अरे एकदम लाग्ने कि बजारको बेसार चाहिँ जति हाले पनि नलाग्ने। यो चाहिँ लोकल बेसार चाहिँ आफूले घरमा बनायो भने चाहिँ छुट्टै हुने के। यो चाहिँ थोरै हाल्दा पनि लाग्ने कि यस्तो बेसार चाहिँ। त्यही भएर हामीले चाहिँ यो वर्षै हाम्रो यहाँ घरमा चाहिँ किनिँदैन कि, खालि आफ्नै बारीमा हुन्छ। अनि यो ठ्याक्कै समयमा अनि खनखान गऱ्यो अनि ताछेर अनि ट्याक्क लाएर अनि राख्ने हो। कुटेर राख्यो। आफूलाई लगभग यो अर्को बेसार नआइन्जेलसम्म खान पुग्छ कि। यति खन्यो, अब फेरि अरू नि खन्दैछौँ कि। अरू नि खन्न बाँकी नै छ साथीहरू। अनि यस्तै छ गाउँले जीवन ट्याक्क
अर्ग्यानिक खाइयो बस्यो साथीहरू। मेरो छोरो चाहिँ हात खुट्टा धुँदै छिन्। के गरे छोरो? हात धोइदै हो। लो हिँड जाऊँ भित्र। पानी दिएर खेल्नु हुन्न नि त, चिसो हुन्छ नि त। अब भित्र जाऊँ छोरो सानी। के साह्रो चर्केको हो साथीहरू। गर्मी भत्तै बढेछ, पानी परेपछि त लास्ट गर्मी भए। चप्पल लगाउँदा कति चक्लेट खाने कि? चप्पल लगाउनु छिटो। काली आमाले चक्लेट ल्याइदियो अरे। छिटो छिटो ल, छिटो लगाउन, छिटो लगाउन। यतापट्टि अर्को खुट्टामा ल जाऊँ 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 ल हिँड। आम छ के? ल हिँड। ल मम्मीले खोलिदिन्छ। अबि ल खान्न कि? हिँड नि। हामी कहाँ जानु लाग्छ र? काफ्ला खान हो? मे ए रुहा चढ्न सक्थ्यौ त काकी? यत्रो रुहा नि भर्याङ लाउनु पर्छ। म हत्ते त्यति चढिदिन्थेँ। यस र मम्मीमा चाहिँ यहाँ बसिरहनु साथीहरू। मम्मी बुढी यहीँ हुनुभयो। बारी नि कति छ भने गन्ने कति धेरै पलाग्यो है। यसै नै काटेर यस्तै सफा बनाउनु पारे कति राम्रो हुन्छ। ट्र्याक्टरले जोत्छ होइन र? होइन जोत्छ कस्तो खाले हाले खान। अब काट्ने खाले हाले काट्ने खालको ठिक हुन्छ कि है? काट्ने खालको ट्र्याक्टरको भयो भने गन्धे सन्धे सबै काट्छ, टुक्रा बनाउँथ्यो है। साथीहरू है एक सेकेन्ड नबस्ने के चलेको चले गर्ने के। यति बेला यो 2-3 वर्ष 2.5 वर्षको बेबीहरू चाहिँ लास्ट चल्ने के चलेको चले गर्ने हेर्नु। एक सेकेन्ड नबस्ने हो नि त, दिगदार बनाउने। सबै लुगा रुगाएर हेर्नु पर्छ नि त खोल्न। सब लुगा रुगाएर पानी खेलाएर जस्तै गर्ने नमस्ते ढोक्दिया कसले सिकायो तिमीलाई? नमस्ते ढोक्दिया जस्तै पानी चलाउनु कि चलाउनु हुन्न कि छोरो? पानी चलाउनु हुन्न कि? त्यो कट्टु त नखोला नि बेबी। खेल्यो चप्पल लगाऊ अरू के बोल्न। ल हारममले चाहिँ बेसार सेसार काटेर नि भ्याउनु भयो। अब हले त सल्ले त नि काटियो, बारी सारी नि जोतियो है। अब ट्र्याक्टर लगाइयो, मकै सकै छरियो, बारी सफा गरेर अब ट्याक्क लाएर चटपट खाइएर अनि अब चाहिँ यहाँ चटपट खाएर बसिरहेको छु है साथीहरू। अब चाहिँ आजलाई चाहिँ यति। हजुरहरूलाई कस्तो लाग्यो के लाग्यो यसो हुन्छ नि सल्लाह सुझाव गरिदिनुहोस्। यसरी बनाउनु बहिनी, उसरी बनाउनु बहिनी भनिदिनु। म त्यही अनुसार बनाउँछु। हजुरहरूलाई कस्तो लाग्यो आजको भिडियो? बाई साथीहरू। अनि मेरो चाहिँ यो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला है। अब जस्तो जानेको छु त्यस्तै बनाएको छु। यसो माया सपोर्ट गरिदिनु होला साथीहरूले भन्छु।